मिडल क्लास फ्यामिलीमा जन्मिएर नेपालमै बस्न बाध्य भई ब्याचलर पढ्नेहरूको जिन्दगी धेरै गाह्रो छ। आफ्नो क्याम्पसको पढाइसँगै सामान्य जागिर खाएर सुन्दर भविष्य बनाउने सपना बुन्दै रात दिन मेहनत गर्नुपर्छ। त्यसमाथि यो उमेर परिवारले हल्का आश गर्ने बेला पनि हो। तर कोठा भाडादेखि हरेक कुराको खर्च धान्दै आफ्नै लागि पैसा बचाउन समेत गाह्रो हुन्छ। यति अप्ठ्यारो हुन्छ कि घरमा बाबा र मम्मीसँग बोल्न समेत आँट आउँदैन। डर लाग्छ, के भन्ने के गर्ने सोच्नै सकिन्न। त्यसमाथि पढेको कोर्सले राम्रो जागिर दिन्छ, पैसा मनग्गै हुन्छ, भविष्य बन्छ भन्ने कुरा स्पष्ट पनि हुन्न। घरमा आमा बाको उमेर पनि ढल्किँदै गइरहेको हुन्छ। अब जिम्मेवारी उठाउने बेला नजिक आइरहेको छ भन्ने कुरा पनि थाहा हुन्छ। तर गर्न भने केही सकिन्न, एकदम मजबुर भइन्छ। यति गाह्रो हुन्छ, तनावले यति भरिन्छ कि दिमाग चल्नै छोड्छ। यहाँसम्म कि पढ्न पनि सकिन्न, न त ठिकसँगले काममा मन नै लाग्छ। अनि अन्तिममा त्यही हो, गोजी पनि रितिन्छ, दिमाग पनि खाली हुन्छ, परीक्षा पनि बिग्रिन्छ। त्यसपछि बिस्तारै थाहा हुन्छ अब त केही बाँकी रहेकै छैन। अनि 5 वर्ष अगाडि जसले बेलैमा विदेश जा, पैसा कमा भनेर सम्झाउँदा रिस उठेको थियो, त्यही मान्छे भगवान लाग्छ।